साथीहरू यो देख्न सक्नुहुन्छ, यसलाई चाहिँ के भन्छ भन्दाखेरि अमेरिकाको B2 स्टिल्थ बम्बर्स भन्छ होइन। यो चाहिँ दुनियाँको सबसे खतरनाक चाहिँ एउटा चाहिँ फाइटर जेट भन्ने कि यसलाई स्टिल्थ बम्बर्स हो, जसलाई चाहिँ अहिलेसम्मको प्रविधिमा राडारले यसलाई चाहिँ पत्ता लगाउन सक्दैन, यो कहाँ छ कताबाट उडिरहेको छ भनेर प्रविधि अहिलेको नेपाल अहिले 21औं शताब्दीमा हाम्रो कुनै पनि देशको प्रविधिलाई चाहिँ ट्र्याक गर्न सक्दैन है। यसले चाहिँ केही मिनेटमा हजुरको 1010 किलोमिटर पर आवरको रफ्तारमा चाहिँ यो गतिमा हिँड्छ र यसले चाहिँ केही भरमै हजुरको कम्तीमा पनि चाहिँ हजुरको 20 टनको चाहिँ वारहेड भन्छ आणविक हतियार होस् अथवा कुनै पनि बमहरू चाहिँ लिएर अट्याक गर्न हिँड्न सक्छ र यो हावामै रिफ्युल हुन्छ अटोमेटिक, यसलाई ल्यान्डिङ गर्नु पर्दैन। यसले अहिले भर्खरै चाहिँ हजुरको हाम्रो चाहिँ इरानमा चाहिँ इरानको 3टा न्युक्लियर साइटहरू हजुरको चाहिँ नतान्ज, फोर्दो र इस्फहानमा चाहिँ यसले चाहिँ अट्याक गर्ने यही विमान मार्फत अमेरिकाले अट्याक गर्यो, जसले अहिले विश्वमा खलबली मचिरहेको छ। एउटा खतरनाक सेतो हात्ती हो।